हेलो सो गाइस वेलकम टु आवर तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम ठिकठाक छु म चाहिँ आज रिमगा पर्यटक क्षेत्र यहाँहरुलाई स्वागत छ वेलकम टु माई मिनी ब्लग कोले चिन्नुहुन्छ टक्क लाएर कमेन्ट गर्नु होला है त गाइसहरु म चाहिँ टक्क लाएर सिडी चढेर माथि हिँडिसके धेरै न जम्मा साढे 2 घण्टा हिँडेर नन स्टप यता चाहिँ घर बन्दै रहेछ दोकान गेट हम चाहिँ माथि हिँड्दैछ टक्क लाएर यहाँ देख्न सक्नुहुन्छ पाल्पाको डाँडाहरू भ्यू खै देउराले देखिया हाम्रो घर देखियो क्या ए देखिन्छ त हैछ तिम्रो घर पनि देखिन्छ के भगवान तिम्रो घर देखिन्छ त नि ठ्याक्कै जुमले भेट्दैन के जम्मा 4 इन्टु त 10 इन्टुले पनि भेट्दैन त्यहाँ मेरो घर काइने गयो ओए माथि घुम्न गयो हो बाबाले छोडेर गयो ओ कुमार तिमी गाडी आयो यार गाडीमा घर जाने भनेको गाडीले छोडेर जाने भयो ओए डाँडामा आइयो अझै तल जानै छ देखिन्छ कि नाथ्यो अझै त घुम्ने ठाउँ छ पाल्पाको भ्यू सबै बालबात हो नि पाल्पा जिल्ला हो नि गण्डकी प्रदेश हो कि यो डाँडा उताबाट आइयो कतिवटा डाँडा कटियो यार यो डाँडा कि यो डाँडा हाम्रो यो डाँडा कि सानो देखिन्छ कि चिनिन्न यसो गाइस हामी चाहिँ घुम्न हिँडिरहेको छौँ रिमिगा डाँडामा यता चाहिँ लालीगाँसको बुट्टाहरू रहेछ उखु बुट्टाहरू रहेछ हाम्रा ग्याङहरू पछाडि कहाँ त रातो सिडी आएको खै यो डाँडा पोलतिर हो तेरिका यो बाटो आएको यार मिनी भलग होइन आज त लङ भलगै जान्छ मिनी भलग गराउने छुट्टै लङ भिडियो रे मन्दिर हो यो फर्स्ट टाइम आइयो यार नसोचेको ठाउँमा पुगिन्छ घर राति हिँडेपछि 9 डाँडा पानी तिमीले यहाँ 10 वटा डाँडा कटेर नि पुग्दैनौ घर जाने हो के रातो सिडी आएको ठाउँमा सो गाइस जङ्गलको बिचमा एउटा मन्दिर रहेछ चिन्नी जतिले कमेन्ट गर फलो गर युट्युब च्यानल सब्स्क्राइब गर
नास्ता खाने नि नास्ता खाएर जा नि देखाउनु त नास्ता फुलसुल फुले रहेछ खै यार अघि उतै गएर खाम हाम्रा ग्याङहरू यता छन् हामी चाहिँ टक्क लगाएर रिमिगा डाँडामा आइयो जङ्गलको बिचमा चाहिँ एउटा मन्दिर रहेछ गाइड्सहरू होइन म टक्क लगाएर घुम्न आइसकेँ जय रिमिगा डाँडा मन्दिर कि यहाँ आएर यहाँ कतिजनाले घन्टी बजाउनु भयो कमेन्ट गर्नु होला जम्मा 4वटा घन्टी रहेछ छाँगा हेर्न सक्नुहुन्छ यता त यार रात परिसक्यो यार किरा करायो के गरे यो मैले कहाँ देखेँ भनेको त उमा एउटा गल्याङको मान्छे आएको थियो यहाँ यो मैले यो देखेर चिनेको यो बाँसको अनि है गाइड्सहरू यता गाउँहरू हेर्न सक्नुहुन्छ आज चाहिँ छोटो मिठो लङ भलग हुने भयो भाइरल सिडी पनि आइसकियो भाइरल सिडी भत्का होला उही सल्लाहको बुटाबाट राम्रो रहेछ म त माथि डाँडामा गराउँछु रोगन म भिडियो गराउनु पर्यो नि सो गाइड्स हेर्न सक्नुहुन्छ यो भाइरल सिडी ठकै लाग्यो यार हामी चाहिँ आउँदाखेरि यहाँबाट आएको यस्तो ठाउँ कसको घर होला कमेन्ट गर्नु होला टक्क लगाएर धेरै गर्मी हामी चाहिँ यहाँ यो सिडी भएर आएको गाइड्सहरू टक्क लगाएर हामी चाहिँ यहाँ आयो अब फोटोसोटो खिच्नु पर्यो त्यसपछि घरतिर जानु पर्यो अझै घुम्ने ठाउँ चाहिँ हो यो डाँडामा नि छ अरे हामी चाहिँ जान सकिन्न अहिले यतै यहाँ बियर खाएर फालेको कतिजना आउनुभयो यो सिडीमा कमेन्ट गर्नु टक्क
कहीँ गएको कुन्डे कहीँ नि गयो सिरिङ सिरिङ भयो झन् माथि भाइरल ठाउँ यता कुहिरो लाग्यो यस्तो यता यस्तो घाम लाग्यो जाम गाइस म चाहिँ डाँडामा पुगेर झरिसकेको छु अघि नै मान्छे मासतिर गएछ नि यार घाम लाग्यो भने बल्ल फोटो राम्रो आयो नि हामी आएपछि त घाम लाउनु पर्यो नि घाम नलागिकन त यहाँ फोटो खिच्नु भएर हेर घाम लाउनु परेन आता 3 मा गरी नले झिको त नास्ता भिडियो गरायो एकदम प्योर चिसो फ्रिजर आएको डिउ करेन्ट चौचौ सिङ्का झरे खाके फुर्तीको खानी जति आउँछ नि मलाई पनि खै भन्दै कमेन्ट गर्छन् अहिले ती झोलामा झऱ्यो होला हो कि 4वटा ल हामी आएको त घाम लाग्यो सम्झिनु पर्यो नि डाँडामा आएपछि त घाम लाउनु पर्यो नि घाम नलागे त फोटै नराम्रो आउँछ के हुन त कोन छ गतिलो मोबाइल छ र फोटो राम्रो आउन नि यार उता घाम गयो यता आयो कि अघिको घाम नास्ता खाने कि फोटो खिच्ने पहिला यो घाममा फोटो खिचेर खाने यो घाम लाउँदा यो गडङ गडुङ गरे अहिले जान्छ घाम भएको घाम पनि फोटो खिचौँ क्या यहाँ त खाने धार चाहिँ हो नि बरु समय रह्यो नि पछि फेरि फोटो खिच्ने होला यो घाममा खिचौँ पहिला फोटो